सो हेलो एभ्रियन, वेलकम ब्याक टु माई न्यू ब्लग। आज शनिबार, अहिले बेला त ब्लग आउँदैन, शनिबार आउँछ गाई चाहिँ के हुँदैछ त्यही नै। अब हामी चाहिँ टक्कै प्रश्न आएको खै के हुँदैछ अरे एउटा इभेन्ट, त्यहाँ चाहिँ हामी जानेवाला छौँ। के कस्तो हुन्छ केही थाहा छैन हामीलाई, त्यो पनि हामी जानेवाला छौँ। त्यति हो त। मेरो टी सर्ट लाएर गाई चाहिँ हेर भन्ने मात्रै हो साथी, होइन? त्यही नै हो गाई। अब टक्क लाएर हामी एउटा निक्ल्नुपर्ने हुन्छ। अनि म चाहिँ अहिले यहाँ भक्तपुर छु, होइन? त्यही हो, अब उतै गएर भेटौँला है त। गाई हामी चाहिँ ल हामी आइसकेका छौँ। त्यहाँ चाहिँ सल्लाहारी ठ्याक्क चोकमा रहेछ, होइन? ठ्याक्क हुँदै रहेछ यहाँ। कति 11 बजी हुन्थ्यो, ठ्याक्कै 11 गइसक्यो, तर स्टार्ट चाहिँ भएको छैन है। काम हुँदैछ, ढिला भयो है। त्यसरी नेपाली कामी गाई यस्तो हुँदैछ, होइन? पाल चाहिँ आउला आउला भएको छ, तर आएन है फेरि, होइन? केटाले फोन गरेर रेजिस्ट्रेसन गर भनेको, होइन म चलाउँदिनँ। लगाएकै हो, चलाउनु जान्दिनँ। क्या यहाँ गाइस त्यही नि हो। गाइस पाले आउँदैन त यार, कहिले हो के हो यार? यहाँनिर टक्क रेडी हुँदैछ है। डट ट्र्याक हो, यहाँबाट स्टार्ट हो, होइन? एउटा कर्नर छ, त्यहाँबाट ऱ्याम जम्प यहाँ छ एउटा, अनि यहाँ फेरि एउटा कर्नर भइहाल्यो। सिधा गएर उहाँ पनि एउटा राइटको लेफ्ट कर्नर छ, त्यहाँ सिधा आएपछि यहीँनिर हो गाइस। अहिले बुट खोलेर हान्नु मिल्दैन? बुट खोलेर यो बुढे महती हेपी छ, ठिकै हो।
Twice as wide as ours, yeah. Look how you nobody hurt you like I hurt you. Ain't nobody love you like I do. Don't stay around taking personal. Don't think that always मजा चाहिँ मजा आउँछ खाने हो होइन ओ माई गॉड यार त्यो बुटले त्यो कार बनायो कि मलाई मलाई यार त्यो गियर पनि खेलाउन मिलेन ब्रेक पनि हान्न मिलेन म बिना ब्रेक गाइज होइन हो त यस्तो मजा आएको हुन्छ यस्तो मजा आएको हुन्छ